फाइनल्ली पिकनिक स्पोटतिर आइपुगिसक्यो। माथि रहेछ जाने ठाउँ। हामी लुखुर लुखुर हिँड्दैछौँ। नुवाकोटको भाग हेर्दैछौँ हामी हिमालतिर। यहाँ थानापति भन्छ होइन, थानापति यता अङ्कलहरूको कुरा सुनौँ। 7 किलोमिटर पर गएपछि बुढीसेरा डाँडामाथि पञ्चकन्या। ल चिया खाजा खाने कार्यक्रम हुँदैछ यहाँ धमाधम। यसै गरी हाम्रै ठाउँमा जन्मेर विभिन्न संस्थामा भेट्दै उठ्दै अनुभवी र पूर्व कुशल चालक भएर काम गरिदिनु हुनु दुईजना हाम्रा गुरुहरू हुनुहुन्छ, चालक हुनुहुन्छ। उहाँहरूलाई पनि यथास्थानमा आसन गरिदिनु हार्दिक अनुरोध गर्छु। अब हाम्रो हामी चाहिँ यसो वन जङ्गल डुल्न जाँदैछौँ खाजा साजा खाएर। कति ठाउँमा भन्नु हेलो गाइज भनेर त। बाटो चाहिँ अलिक खत्रै छ। बाटो चाहिँ यस्तो छ ओहो हो ल आइपुग्यो डाँडामा। सूर्य चौरबाट देखिने दृश्य हो यो। यहाँ अहिले तुवालो लाएर चाहिँ एकदम कम देखिया छ, न त त्यति राम्रो देखिया छैन। नत्र यहाँ दामी भ्यू देखिन्थ्यो। यहाँ चाहिँ नुवाकोट यतापट्टि, यता छ हिमाल। गाउँ गाउँ लाउरे फुलको चलाइदेऊ बासना यहाँ छ है भाडो। उहाँ त उता उता जानुभयो। हान्डियो हान्डियो बजायो हान्डियो। उहाँ भाडो छ। कार्यक्रम हुँदैछ अब खाएर हिँड्ने कार्यक्रम हुन्छ। अन्तिम क्षणमा छौँ हामी अहिले। भाइ के छ, कस्तो लागिरहेको छ? रमाइलो भयो? ल ठिक छ भाइ, तिमीलाई के भयो, कस्तो लाग्यो? रमाइलो भयो? ल ठिक छ। ल पुरस्कार वितरण कार्यक्रम ल है ल पुरस्कार वितरण कार्यक्रम।